Hello guys, good morning. बिहानको घामहरू चाहिँ यस्तो यस्तो हुन्छ है, म देखाएको छैन होला। फ्यामिली ट्रिप चितवन दुईवटा गाडीमा च्याट्ट लाएर जाने फ्यामिली ट्रिप। हेलो भन, हेलो भन, बाबा हेलो भन्छ मेरो ब्लगलाई। ए यस्तो कुरा भन्नु हुँदैन, नो घन्टी नो घन्टी होइन, जे हो त्यही हो। हामी आफै मन लगाएर भोट हाल्छौँ है, भोटको कुरा नगरौँ। एकछिन गाडी रेडी गरिहालौँ, हिँड्छौँ। त्यस्तै हो, बाई, आई विल सी यू। है धार्केबाट ओह्रालो झरिएर च्याट्ट लाएर ओह्रालो झरेर हाइवे छोयो धार्केको बाटो। सिधा पहिलाको बाटो आएको होइन, अब ट्रक सरलाई बाटो छोडिदिनै पऱ्यो नि, सर भइसिन्छ उहाँ त। है उहाँलाई झन् त, उहाँलाई त मैले गाडी नै यो खाल्टैमै पसाइदिनु जस्तो लागिसकेको छ। यस्तै हो हाइवे भनेको। बाबुहरू पछाडि पछाडि छन्, हामी अगाडि अगाडि छौँ। के हो श्रद्धा गुरुङ साइरन मोड अन भइसक्यो क्या हो होइन सबरीजी। मैले खास भ्लग मात्र गर्छु भनेको, तर सबरीसँग हेरेपछि अटोमेटिकली के हुन्छ, मोटो भ्लग। ओके बाई, सी यू। अब खाजा खाने ठाउँमा रोकेर भन्छु ल बाँकी कुरा चाहिँ। लु सबरीको फेभरेट प्लेस आयो, किनभने यहाँ के छ, खानेकुरा छ। ए ब्रेकफास्ट खान आइपुग्यो है, सबरी कहाँ आइपुग्यो? ब्रेकफास्ट एम्लेटमा आइपुग्यो। यो चाहिँ गुन्डिनी हो, गुन्डिनी सुड्डी। गुन्डिनी सुड्डी। यहाँ मेरो भ्लगमा हेलो भन्दैछु, भ्लगमा हेलो। हामी कहाँ जानला भन्दैछु? हामी आज चितवन जाँदैछौँ। अनि अहिले कहाँ पुग्यो? अहिले हामी खोइ ह्यामलेट भन्ने रेस्टुरेन्टमा छौँ। ओ वाउ, बेस्ट हाइवे रेस्टुरेन्ट ब्रेकफास्टको लागि। बाउ चाहिँ आफै बनाउनु जान्ला है, अब जोसमा छ त यहाँ। भोट केमा? म त जेन्जी हो, म त जेन्जी। जेन्जी हो? अनि खाजा त हुन त हो, खाजा खुवाइ त जेन्जीको त चाहिँ। आम्मामा अझै के अनबाई छ अरे? सनी साइड अझ अड्ना अनबाई छ दुइटा। राम 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 राम। अनि ब्रेकफास्ट त बाउलाई टक्कर दिने छ त तेरो पनि। राम 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 राम। अनि बुवा पनि खाजा खाँदै होइसिन्छ यहाँ मजाले। डन सुड्डी। मर्निङ, गुड मर्निङ, गुड मर्निङ। साह्रो जाममा पऱ्यो यार, गीत त फेरि कपिराइट लाग्छ क्या अरे युट्युबमा त होइन। फर्स्ट टाइम बनाउँदैछु, थाहा छैन नि त। साह्रै जाम भयो यार, साह्रै नै जाम भयो। वाक्क लागिसक्यो। यहाँ मोटो भ्लगर यहाँ बसिरहेको छु फेरि होइन। है अब यस्तै छ साथीभाइहरू, भ्लग बनाऊ भने जामै जाम मात्रै होला छ है। मनोकामना आइपुग्यो, सबैले यहीँबाट ढोकौँ, हामी पनि यहीँबाट ढोक्यो। मनोकामना मैले सबैको रक्षा गरून्। मुगलिन आइपुग्यो, मुगलिन आइपुग्यो। यो हजुरबाउ चाहिँ पुरानो ट्रेकिङ जाँदाखेरि भात खाने ठाउँ कता हो भनेर हेर्दै हिँड्दैछ है। मुगलिन आइपुग्यो। ओ जेन्जी, जेन्जी बा, जेन्जीको चस्माको कडा छ त। जेन्जीको बाउ। ए यो त्यहाँ त घडी देखाएको, यो घडीलाई के भन्छ र? एप्पल वाच। एप्पल वाच। आम्मामा। कुन सिरिज हो मलाई थाहा छैन होला फेरि। 10 10 होइन यो खाँदै खाने होला नि त। बालाई पो डेन्जर भइरहेको छ त्यो व्यवस्था।
जेन्जीका बाउ ठुलो जेन्जी ठुलो जेन्जीलाई जेन्जीको छोरी जेन्जीको छोरी ठुलो ठुलो लेट्स गो आज मुनिना भात नखाने घाटतिर खाने बाई पुरा हामी खास जग्गाको करसरतिर सिरोतिर आएको अब बाटो कसैलाई पनि थाहा छैन होइन अनि कति हामी 14 वडा नम्बर रत्ननगर वडा नम्बर 14 आएको 14को कार्यालयको हाल त अनि बिजोक बनाइदो रहेछ जेएनजीहरूले अब यो कहाँ सरेको छैन थाहा छैन यहाँ सोधौँ भने मान्छे कोही छैन बिजोक भयो अब यतै कता हो जग्गा चाहिँ हामीलाई पनि थाहा छैन बाटो खोज्दा खोज्दा दिन लाग्छ घरि कहाँबाट ब्याक गर्दैछौँ हामी है फाइनली वडा नम्बर 14 कार्यालय चाहिँ भेट्यो यहाँ सरेर यो चोकमा घुम्दा झन्डै 12 बज्यो नि यार है काम छ कम पहिला पस्तिरौँ वडा कार्यालय चाहिँ खतरा रहेछ अब चाहिँ जग्गा हन्टिङ हुँदैछ हाम्रो आफ्नै जग्गा पनि कसलाई कहाँ हो कसैलाई पनि थाहा छैन किन्नेलाई किने अहिले जग्गा कहाँ छ नि थाहा छैन खोज्दै जाँदैछौँ हेरौँ अब कहाँ पुगिन्छ साथीभाइहरू तथा दाजुभाइ तथा दिदीबहिनीहरू बल्ल फाइनली हाम्रो जग्गा चाहिँ भेट्यो हामी हेर्दैछौँ मजाले जग्गा भेट्यो होइन अब कता यहाँ पुरा हेर्दैछन् जग्गा चाहिँ यो हो मजाको जग्गा यही हो यी हजुरबुवा जग्गामा डुल्दैछन् आफ्नो जग्गामा यो जग्गा चाहिँ खास यो जग्गा हाम्रो जग्गा धनीको म अनुहार देखाउँछ है ओ जग्गा धनीको अनुहार देखाएको अनि भर्खर भेटायो होइन अनि धनी आमाको गरिब छोरोको अनुहार यस्तो हुन्छ अनि गरिब छोरीको अनुहार यस्तो गरिब रै साथीभाइहरू हाम्रो जग्गा ल त्यो ठ्याक्कै यहाँ बाटो छ अनि ठ्याक्कै यहाँ भित्तासँग ल यो घरको भित्तासँग सही हो बचपन को याद आयो क्या सुड्डी बचपन को याद आयो क्या यहाँ सबलाई देखाएर चाहिँ रमाइलो लागेर तँलाई मनपर्छ तैँले छौ भने त भाग्छ होला रोक्ने मात्र ल यहाँ भोकाएर यस्तो टन्टलापुर भोकाएर यस्तो थिज भएन अनि बाटोमा आउँदा एउटा रेस्टुरेन्ट भेट्यो हावामा रेस्टुरेन्ट भेट्यो अब हेरिदिउँ छिरिदिउँ अलिकति केही खाइदिउँ भनेको होइन जेएनजीको चाहिँ सुरु भइसक्यो यहाँ फेरि जेएनजीको भए पनि अघि नै सुरु भइसक्यो हामी चाहिँ लथ्राएको भोकले पोज दिँदै बस्दैछन् यस्तै छ भोकले लथ्राएको भरतपुर क्यान्सर हस्पिटल अगाडि यस लेकाली खाजा घर हाम्रो अङ्कलको मेरो फुपूको भाइको खाजा घर सेकुवा पाल्दैछ सेकुवा 3 किलो डेली खुट्टा डाको ल्याउने 2 किलो एउटै मात्रै खान्छ ए डेन्जर हामी चाहिँ अघि नै पुगेको तर मैले खिच्नै बिर्सेछु यो चाहिँ मेरो अङ्कलको घर आज हामी यहीँ बस्छौँ 1 नाइट भोलि चाहिँ जान्छौँ सौरा
आज धेरै खिच्दिनँ होला अङ्कलको घरमा छु यसो फ्यामिली टाइम होइन कस्तो दामी मनाउनु रहेछ अब यहाँ फोनमा बोल्दैछन् यसो सर्ट हाउस अहिले अहिले मैले मेरो बहिनीलाई चिनाउँछु ओके आफ्नो आफ्नो अङ्कलको घर आएर बसेको फाइदा चाहिँ यस्तो हो क्या च्याट आएर बसेछ है ट्याक्क टिभी हेरेछ यहाँ यस्तो बसेर बियर खायो गर्छ नान्सी हेलो भन्यो हेलो भन तिम्रो नाम के हो भन्यो नान्सी हो वेलकम टु माई भ्लग भन के छ है मेरो बहिनी नान्सी अब यो चाहिँ यु अल नो द्याट सी इज मोटो एन्ड आइ एम भ्लगर सो वी बिकम मोटो भ्लगर तिमी चाहिँ के हो मलाई मासु ल्याइदियो यतिको सुविधा चाहिँ हुनु पऱ्यो यति त्यो just सास बुहारीको चाहिँ यहाँ छुट्टै छ है फेरि छुट्टै छ ट्रेनिङ पाइरहेको छ है कसरी अलि ठुलो भयो अलि सानो